चार्ज गरेको के एङ्गल चाहिँ के भएको नि एङ्गल चाहिँ के भएको नि अहिले उता चौबाटो बुझी अनि रोकेर हेर्नुपर्छ सो हेलो गाइज अब चाहिँ यो सिटको कभर चेन्ज गर्न जानु पऱ्यो यहाँनिर यस्तो भइन्छ यहीँ थियो कि बाटो फेरि भुरा ग्याङहरू आइसकेछ यार अघि बल त्यसलाई हराएको थिएन बस 5 रुपियाँ 5 रुपियाँ हो 5 रुपियाँ दिनुपर्छ छेक्दैनन् क्या बुढाहरूले ओ ओ ओ ओ 20 रुपियाँ अघि 10 रुपियाँ भन्नु थियो फेरि 20 रुपियाँ रे 10 रुपियाँ दियो है छोड नि त अब ओ भाइ तिमी चाहिँ के साइकल लिएर छेकिरह है यार ए ओइ नदेखेको ओइ नदेखे अरे ओइ त्यस्तो यो डोरी सानो भयो कि केही देखेन पातल कालो भयो कि सानो भयो देखेन देखे होइन के त्यहाँ एउटा डोरी के अरे कपडा बाँध न बिचमा ऊ त्यो सेतो होइन सुन बहिनीहरूलाई हेरे होइन अनि त्यसपछि बहिनीहरूकै धाक डोरी नै नअलिकन बसेको किन त्यत्तिकै बसेर होला होइन नजिक गरेर हेरेको त डोरी बोरी चाहिँ कालो डोरी त देखिँदै नदेखिने छोडिसकेको थियो कि डोरी नै छोडिसकेको थियो स्पिड डाउन नगरेको यता चाहिँ नभइदियो हुन्थ्यो यार अब यार यहाँ नि 10 रुपियाँ द्या यहाँ नि 10 रुपियाँ द्या 5 रुपियाँ ए साइडको कुराहरू अन्त इज्जतको लागि 10 रुपियाँ दिएको ए त्यत्रो घरबाट निस्किया दाइहरू म बोलेको चाहिँ सुन्दैन होला खै अलिअलि आउँछ क्या त बोलेको त ए ए यहाँ त के हेरेँ त यहाँ त म त दिन्नै यहाँ त ला भाइ बहिनी छोटा छोटा पैसा सक्यो ल यहाँ पनि छ के हो र ए बा 50 रुपियाँ मसँग 10 रुपियाँ त छैन चार्ज गरेको के अङ्कल यताबाट हेर रुक ल 015 ठिक छ ऊ गयो सम्म ला ला गयो मसँग त पैसै छैन नि त हजुर यसको मेरो आइडी छैन युट्युबमा हो च्यानल आकाश 6.25 हेर्ने हो रुक तिमीहरूले घर जाने बेलासम्म बिर्सिन्छ होला उयो देख्यो .25 ल भन त के थियो तिमी भन त ऊ पोइन्ट रे सबले गर है ल बाई बाई बुढाहरू अब चाहिँ नभइदियो हुन्थ्यो छैन होला अब त हाइवे रमाइलो यही हो कि
बेलुका जम्मा गर्छन् त्यसपछि अनि के हो क्यामेरा त लाग्यो लाउनै नहुने हो क्या सबले टुवा परेर हेर्छन् त्यहाँ बेलुका जम्मा गरेर अनि चाउचाउहरू किनेर खान्छन् फ्रुटीहरू पहिला पहिला त्यो बोगटी हुँदैन त्यही गर्थ्यो क्या हामीले रुसिल अनि त्यसपछि म त्यसको बहिनी अनि 3-4 जना हुन्थ्यो जम्मा गऱ्यो 50-60 रुपियाँ हुन्थ्यो त्यसपछि चाउचाउ बिस्कुट फ्रुटीहरू किन्यो खायो रातभरि कोही कोहीले त दिन्थेनन् ह्याप्पी शिवरात्रि हामीलाई चाहिँ लाएन के को भ्यालेन्टा नै लाएन शिवरात्रि नि लाएन अब बाइकमा सिट कभर हाल्न जानु लाग्यो अघि भाइ त लाएरै बोलौँ यार अघि सोध्न गएको थिएँ म के अरे 850 भनेर थियो आउनु न 800सम्म हालिदिन्छु भन्थ्यो के अरे अब त्यो भाइ छ कि छैन त्यहाँनिर छ भने त 800मै हालिदिएला अब छैन भने 850 मैले फेरि 800 मात्रै ल्याउँ ट्याक्कै ठिक छ के को झन्डा हो के को झन्डा हो यो जय घन्टी के को झन्डा हौ यो पार्टीको झन्डा हो र होइन जस्तो लाग्यो मलाई त आँखै हेर्न सके छैन यार मुखमै घाम परेर के को जाम हो भिडियो ऊ त र्याली नै रहेछ त नि इन्डियनले नि हाले त नहुन इन्डियन गाडीले नि हाले त्यत्रो आएको रहेछ त बिचारा यहाँ त काटेको साइलेन्ट पनि माले छैन मर्छ क्या मर्छ यतातिर त ट्राफिकको त बाल हुँदैन बाल के अरू बेला त बोलेको सुन्थे आज भग गर्दा त सुने क्या त बोलेको किन हो खै एजर खोल्यो भने बन्द भयो क्या लामो होइन ए चलिरह भाइ त लाग्यो भने त्यो हावा आउँछ जस्तो लाग्यो मलाई त्यही भएर भाइ सिट कभर माथि हालौँ कि यहीँ हुन्छ सुन्दैन माथि राखौँ कि यहीँ हुन्छ यहीँ हुन्छ सो गाइस यो त म चाहिँ यहाँनिर यस्तो भएर हाल्न कि पहाडबाट भिडियो बनाउनु पाउँछ नि भाइ भिडियो गराउनु पाउँछ नि भिडियो गराउनु पाउँछ नि तिमीमा हाल्नु पऱ्यो त्यो यो वाला होइन मैले बिहान हेरेको यो होइन यार सो अब चाहिँ कस्तो कलर बनाइदिने कलर भन्नाले डिजाइन बनाउने प्लेन गर्ने कि डिजाइनमा बनाउने प्लेनै गर्दै हुन्छ प्लेनै कहाँ गयो प्लेनै ठिक होला है डिजाइन नगर्ने डिजाइन कस्तो हुन्छ र के हुन्छ र त्यो बिचमा त्यो रातोहरू हाल्ने होला होइन जस्तो डिजाइन भन्यो भने जुन कलर भन्यो भने मिसाएर गरिदिन्छु कलर अरू त नमिसाउने कालो सिम्पल प्लेन ब्याट्रीहरू त यहाँ कोचा कोच छ यार नाङ्गे भुतुङ्गे भयो यार बाइक त त्यो पहिलाको निकाल्नु मिल्छ कि त्यही माथि हाल्ने निकाल्ने हो यो त गमै गम बास्न खाँदा यार एकदम चिटिक्क भनेर टाइट गरेर हाल्यो ल ए पुरै ध्वस्तो भएर रहेछ त्यो त यो नै निकालेर हाल्ने होला नि होइन खै जे गर्छन् गर्दैन भाइले यस्तो हुँदो रहेछ है गाइज सिडान ठाम ए मोडिफाईको नि के राखेर रहेछ त सोल्डीहरूले के हो फेरि यो व्हिल कभर लगाइछ अब हाल्छ अनि ब्लग कन्टिन्यू
पर्फेक्ट भयो ल लडिक छ हामीले नयाँ सिट चाहिँ हालिसक्यौँ राम्रै हाल्दो रहेछ यहाँनिर अन्सारी सिट मेकर ट्याक्कै यो एयरपोर्टको साइडमा आउनु भाइले दामी हालिदिँदो रहेछ मैले चाबी चाहिँ कहाँ राखेँ ए खल्तीमा अब चाहिँ हामी साथीहरू भयो रेगुलर स्पोर्टमा जान्छौँ रेगुलर स्पोर्टमा यो चाहिँ ट्याक्क के अरे बसक भन्न आयो एयरपोर्टको साइडमा राम्रो हालिदिँदो रहेछ भाइले मिलाएर यदि हजुरहरूलाई पनि सिट हाल्नु छ भने सिट होइन सिटको कभर हाल्नु छ भने हाम्रो भाइकोमा आउनु लगेर आएको भन्नु डिस्काउन्ट हालिदिन्छ सिटमा चेन्ज त केही छैन अलिकति रियल सिट चाहिँ नि त्यो माथिपट्टिबाट फर्म हालेर अनि बल्ल यो हाल्ने अलि लचक हुन्थ्यो कि राम्रो हाल्दो रहेछ है त्यो बुढोहरू हो कि च्याठिनी त बुढोहरू भयो भने च्याठिनी हो कि यस्तो यङ केटाहरूले त रमाइलोसँग हालिदिन्छ क्यामेरा आएको देख्न हुँदैन घुरी हेर्छन् त्यो बुढो नि हेऱ्यो अङ्कल नमस्ते हेऱ्यो भने ब्लग अनि भाइ तिमीले मलाई के भने अरे भने ऊ त्यो म्याजिक अङ्कलले नि हेरेर थियो कि अनि मैले बुढा भनेको थिएँ ब्लग हेरेर के काहीँ गरी हेरिहाल्यो नि भाइ तिमीले मलाई बुढा भन्ने तिम्रो पोइ हो म भाग्य कसैको पेय होइन यो चाहिँ सिएमसी हस्पिटल लगायत थाहा नै होला नि सबैलाई के भनेर होला हिजो अस्ति त सुनिन्थ्यो त हौ हेर्न ठोकिदिउँ क्या निको हेलो जिना म्याडम मान्छे बिरामी भयो त्यहाँ जानुहुन्थ्यो बाइक बिरामी भयो त्यहाँ जानु मिलेन त्यही त बच्चाको हो जान मिलेन भाटपट्टि नि गाइज चितवनको यस्तो हो भाटपट्टि नि दाजु तपाईँ किन यस्तो नगर्नुहोस् न भन्ने सुगम छैन क्या मैले सुगमले देखेकै छैन यहाँ कति दिन भइसक्यो छोड्यो क्या काम सोब्रोड स्टडी गर्न चाहनुहुन्छ भने हाम्रो मेट्स इन्टरनेसनल यहाँ छ चितवनको हाम्रो ब्रान्च चाहिँ चितवनमै दुईवटा छ एउटा पर्सामा एउटा चितवनमा मेन ब्रान्च चाहिँ काठमाडौँ भइहाल्यो ब्रान्च मेन अफिस उता सडक अपरोड स्टडीको लागि छ भने मेट्स आउनुहोस् भेपहरू चाहिएको छ भने भेपवानलाई मेसेज गर्नुहोस् हाले त त्यो रड त नारायणको पुल चाहिँ यहीँ बनाउनु लाग्यो है सबजना हेरिरहन् सायद त्यो बिहानसम्म त हिजोसम्म रड थियो अहिले चाहिँ त्यो रड गाडी त्यसरी काटेपछि चाहिँ मेरो यहाँ उम्लिन्छ क्या खुन मेरो गाँड फाट्यो त्यसको चाहिँ कि नभए पनि उडाइदिएर यार फ्याट अब चाहिँ अफ रोड गाइस ए राणामान ऊ त्यो के बुलेटवाला के त्यो के अभिनव के छ भाइ ल थ्याङ्क यू मैले त के छ भाइ भन्ने थिएँ पहाडीको मान्छेले गाली गरेछ अब हामीलाई नि फाइदै भयो फ्यान चल्यो राइनो क्रुज चल्ने चाहिँ कहिले ऊ हालिरहेको रहेछ त्यही भएर मान्छे भिड्छ त्यहाँनिर हेलो आन्टी दर्शन अब ब्लग बनाउनु लाग्यो भिडियो बनाएर ट्याक्कै युट्युबमा हाल्ने फेमस अब आफ्नै ब्लग हेर्ने हो क्या आन्टी के भन्दैछ के बने के खान्छौ ल भन सबजना यही बस्नु भएको त अनि सबजना अर्डर नआएर अर्डर आए त दिइहाल्छ ल भन त
चिया बनाइदिनु अँ, अनि चटपटे ल तिमीहरूले खाने म नयाँ सिट हालेको नि आन्टी दामी देख्यो त्यही भएर आज बाइक किन नयाँ देख्यो भने बाइक नयाँ देखेँ मैले पनि त्यही भएर हेरेँ भर्खरै सिट कभर हालेको यहाँ भर्खरै हालेर। डिलिललाई त्यही भएर राम्रो देखेर थ्याङ्क यू समाप्त गरौँ होला अब यो भ्लग बेलुका कि त भोलि आउँछ नेक्स्ट अब हप्तामा एउटा भ्लग चाहिँ आउँछ होला होइन शनिबार छुट्टी हुन्छ अफिस शनिबार यसो एक राउन्ड हानो भ्लग गरायो अनि त्यसपछि सकायो त्यही हो अब हिजो कतै गइएन भ्यालेन्टाइन आज शिवरात्रिको दिन यही सिट कभर हान्न थियो त्यही बाहनामा निस्किहाल्यो अब अर्को शनिबार के हुन्छ अब छिट्टै पोखराको भ्लग नि आउँछ होला सायद छिट्टै सुन